धेरै धेरै गर्नु छ तिमीसित फेरि उल्टो अर्थ लाउनु होइन नि गाइस तिमीहरू हरामी हो के सुनिरा मेरो खानेकुरा यही अड्क्यो यार अब हाउ टु निकालिङ दिस So hello and namaste guys, welcome back to another episode of Neuro Vlogs. Hope so सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु अनि यो न्युरोले आज चाहिँ के उटपटाङ ल्याएर आयो भन्ने होला हैन आज पनि एउटा नयाँ ग्याजेट थपिरहेको छु है अस्ति हामी क्रिस्तोरे भन्ने ठाउँमा गयो पोर्चुगलको एकदमै राम्रो ठाउँ जहाँबाट भिन्ती सिंहको अबिल देखिन्छ तपाईले त्यो भिडियो हेरिसक्नु होला हैन त्यहाँ जाँदा चाहिँ मैले एउटा सानो कुराको खड्को महसुस गरेँ त्यो चाहिँ थियो गोप्रो हैन अब गोप्रो त ठ्याक्कै किन्न सकिनँ किनकि म पोर्चुगलमा छु फर्स्ट अफ अल अनि मेरो स्यालेरी त्यति राम्रो छैन हैन गोप्रो किन्न सकौँ गोप्रोकै आरआरडीको एउटा खतरा क्यामेरा किनेको छु त्यो चाहिँ मैले जुन माइक युज गरिरहेको छु त्यही कम्पनीको त्यति भने चाहिँ तपाईँहरूले बुझ्नु होला अब हल्ला नगरिकन आजको अनबक्सिङतिर सुरु गरौँ है यहाँ छ हाम्रो प्याकेजिङ मैले चाहिँ अनलाइन मगाएको थिएँ अब यो चाहिँ के हो खोलेर हेरौँ है त हेर्ने त गाइस लेट्स डु अनि यो चाहिँ मैले यहाँभित्र सामान आइरहेको थिएँ होइन किन नाट्नु खोलेर पुरा यो च्यातेर बसिरहेको छु लेट्स अनबक्स इट च्यातम है त यहाँ चाहिँ मेरो एड्रेसहरू छ मैले एड्रेस देखाएँ तपाईँहरूलाई ओके यहाँ मैले देखाइदिन्छु है त जुस के छ भनेर तपाईँले यति हेरी थाहा पाइसक्नु भयो लेट्स अनबक्स यहाँ चाहिँ बबल ऱ्याप रहेछ यसलाई चाहिँ म साइडलाई दिइहालेँ यहाँ छ मेरो नयाँ एक्सन क्यामेरा गोप्रो बराबरको पहिला गोप्रो चाहिँ एकदम पपुलर थियो अहिले चाहिँ डिजिआईले मार्केट खाइरहेको छ नि त अनि त्यही भएर मैले चाहिँ डिजिआईको नयाँ भर्खरै लन्च भएको डिजिआई अस्मो एक्सन 6 किनेको छु हैन अनि यो चाहिँ मेरो हात भर्खर परिरहेको छ सो यसमा चाहिँ के छ म तपाईँलाई देखाउँछु यो चाहिँ कम्बो सेट हो एज यु नो एडभेन्चर कम्बो भनेर आउँदो रहेछ हैन बन्डल एडभेन्चर यसमा चाहिँ धेरै कुरा छ किनकि यो नयाँ क्यामेरा हो यसमा चाहिँ 1.1/1.1 सिमो सेन्सर छ है यसमा चाहिँ वाइड एपेचर छ यसको चाहिँ एपेचर 2.0 देखि या 4 सम्म पुग्छ भनेपछि भेरिएबल एपेचर छ ब्याट्री टाइम आउट 4 घण्टा देखिरहेको छ हैन यो माइकसित चाहिँ यो डाइरेक्टली पेयर हुन्छ मैले त्यो कनेक्टिभिटी जोडिराख्नु पर्दैन हैन इन्टरनल 50 GB छ स्टोरेज मैले यसको लागि छुट्टै कार्ड अलरेडी बाई गरिसकेको छु हैन साइनेन्डिक्सको 128 GB होला सायद है लेट्स डु अ क्विक अनबक्सिङ गाइस यसको सिल तोड्न जाँदैछु यसको नि अहिले त ठ्याक्कै आइफोनको जस्तै नै के सिल प्याकेजिङ यता त्यता हैन पुरा यो पुल ट्याब दिइरहेको रहेछ लेट्स पुल इट डाउन खुल्यो है नौटङ्की नगरौँ धेरै आर यु गाइज एक्साइटेड लेट्स डु इट ओके यहाँभित्र चाहिँ दुई थरी कम्पार्टमेन्ट जस्तै छुट्याइदिएर आएको हुँदो रहेछ के हेर्ने गाइस सुरुमा क्यामेरा हेर्ने कि एसेसरिज हेर्ने लेट्स गो विथ द एसेसरिज फर्स्ट है त लेट्स गो यसलाई यहाँ चाहिँ कम ओहो यहाँ अझै एउटा कुरा रहेछ नि त गाइस मैले मिस गरिरहेको छु यहाँ अझै एउटा कुरा छ त्यही त यहाँ देखिरहेको चिज हो लौरी टेकमला यसपालिको चुनावलाई कसलाई जिताउने गाइस लौरी त पहिलाको चुनावमा बालनको थियो के अरे अब चाहिँ के गर्नमा चाहिँ गाइज घन्टी बजाउने टिङ 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 पार्ने गाइज यहाँ चाहिँ लौरी छ बालन दाईको लौरी जस्तै तर यो चाहिँ हाम्रो गोप्रोको लागि हो यस चाहिँ दामी रहेछ लक गर्न टक्क होइन ओए यो एक्सटेन्सन नि हुँदो रहेछ नि त ओए बबाल रहेछ नि त ल यसले त मान्छे पिट्न नि हुने रहेछ सही बालन दाईको लौरी भन्दा इम्पोर्टेन्ट छ यो गाइज अब यो एसेसरिजको बट्टामा के छ कोही चेक गरौँ है त लेट्स ओपन दिस वान यहाँ चाहिँ हामीसँग फर्स्ट अफ अल डिजिआईको स्टिकर मसँग डिजिआईको माइक किन्दा पनि अलरेडी स्टिकर छ है कहाँ टास्ने हो गाइज म सोच्दैछु कहाँ टाल्ने तपाईँहरूले पनि यसो रिकमेन्ड गर्न सक्नुहुन्छ तल कमेन्टमा है निधारमा टाँसेर नभएको के गर्नु भाग्यको हुन्छ भने निधारमा टाँस्दै हिँडेर हुन्न त्यस्तै छ यसलाई साइड राखौँ लेट्स चेक दिस वान यहाँ चाहिँ यो स्क्रु हुन्छ नि त्यो जस्तो लाग्यो लेट्स चेक दिस वान टु यस मैले भन्थेँ नि यो चाहिँ गोप्रोको त्यो ठ्याक्क जोड्ने जस्तो हुन्छ नि यहाँ यस्तोमा चाहिँ टक्क राख्यो अनि यसरी स्क्रु गर्ने हो क्या धेरै तिमीहरूको दाइ कस्तो इन्टेलिजेन्ट छ क्या थाहा पाइन्छ अनि यहाँ चाहिँ यो अजमो माउन्ट भन्छ क्या अरे
त्यही हो जस्तो लाग्यो ओके अलराइट हियर इज आवर ओस्मो एक्सन माउन्ट है यो चाहिँ नयाँ माउन्ट हो डिजाईले बनाएको यो चाहिँ टक्कै यहाँ राख्यो होइन अनि अहिले पछि म देखाउँछु यसलाई कसरी कसरी गर्ने हो भनेर यसलाई टक्कै यहाँ यस्तरी अड्कायो यस अहिलेदेखि फिक्स गर्दै बसौँ न पछिलाई प्रिपरेसन के यो वर्ष चाहिँ केही नयाँ हुँदैछ गाइज चिल आउट यस्तरी बस्छ अनि यहाँ माथि चाहिँ ठ्याक्क क्यामेरा बस्छ कि गोप्रो जस्तो ट्याक्क हालेर कसिराख्ने खोलिराख्ने गर्नु पर्दैन क्यामेरा ठ्याक्क बस्छ ट्याक्क रेडी फर सुट होइन चाहिँ दामी हो अब अर्को अर्गनाइजेसन गाइज यो नि अझ एउटा त्यस्तै छ यो चाहिँ मैले अहिले खोलिनँ फिलहालको लागि यसलाई यहाँ साइडमा राखेँ अब यहाँ छ हाम्रो ओ यो के हो यस्तो डल्लो डल्लो छ त ओके जहिले पनि कम्बो किन्दाखेरि एउटा ब्याट्री कम्पार्टमेन्ट ब्याट्री केस चाहिँ आउँछ कि यसमा चाहिँ तपाईँले 3टा ब्याट्री राखेर मजाले चार्ज गर्न मिल्छ यो चाहिँ पक्कै पनि त्यही हो चार्जिङ हब भन्छ क्या यिनीहरूको भाषामा चार्जिङ हब हो चाहिँ होइन ओए तर कस्तो यसको बिल प्लास्टिकको रहेछ क्या सबै 3टै ब्याट्री यहीँ रहेछ नि त कस्तो दामी देखिरहेको रहेछ यो चाहिँ चार्जिङ हब है त यसमा चाहिँ 3टा ब्याट्री अलरेडी यहीँभित्र रहेछ ओके अरू बट्टामा के छ हाम्रो टाइप सी टु टाइप सी केबल छ है यो चाहिँ डाटा ट्रान्सफर गर्नको लागि अनि हाम्रो क्यामेरा चाहिँ चार्ज गर्नको लागि चाहिन्छ है यसलाई पनि यहाँ साइडमा राखौँ अनि यो चाहिँ हाम्रो हेलमेट माउन्ट हो पक्कै पनि हेलमेटमा टाँस्नको लागि यो चाहिँ अहिले म पढिरहनु छु फिलहाल मसँग बाइकको लाइसेन्स पनि छैन होइन स्कुटरको पनि छैन मसँग साधन पनि छैन सो यसलाई चाहिँ म नेपाल जाने बेलाको लागि प्रिजर्भ गरेर राख्छु पनि यहाँ छ अनि वान मोर थिङ गाइज थिङ्स टु ह्याभ सरी होइन यो खान मिल्दैन ओके सिलिका जेल छ लेट्स ऱ्याप अप दिस थिङ्स ओभर हियर इन द साइड अनि फाइनलमा केसको टर्न आउँछ गाइज जहिले पनि हिरोको सिन लास्टमा हुन्छ नि त्यही भएर मैले नि क्यामेराको सिन लास्टमा ओके लेट्स अनबक्स आवर बिस्ट हाम्रो हिरो लेट्स गो बेबी ओइ ल दामी खान्छ यार ल यहाँ चाहिँ मेरो नयाँ बिस्ट क्यामेरा ओस्मो एक्सन 6 आई लभ यु बेबी धेरै धेरै गर्नु छ तिमीसित फेरि उल्टो अर्थ लाग्नु होइन नि गाइस तिमीहरू हरामी हो कि धेरै धेरै मेमोरिज क्रिएट गर्नु छ तिमीसँग होइन भन्न खोजेको मेरो गर्लफ्रेन्ड बराबरको हो कि अब ओस्मो एक्सन 6 टक्क लेखेको छ यहाँ चाहिँ शेष पहिला चाहिँ यहाँ लेखेको आउँथ्यो कि ओस्मो एक्सन 5 प्रो टट भन्दै अनि यहाँ चाहिँ लाइडर सेन्सर छ यसले चाहिँ कलर एक्युरेसीको लागि बनाइएको हो भन्छन् अब अरू त मलाई थाहा छैन यहाँ चाहिँ टक्क यस्तो दामी छ त क्यामेरा पनि ठुलो छ अब यसलाई चाहिँ यस्तो क्या अहिले मैले भने गफला जस्तो उही म्याग्नेट रहेछ नि त गाइज हेर है ए अड्क्यो यार कसरी हो यहाँ म्याग्नेट रहेछ होइन हेर यहाँ नजिक आएर च्याप्पट हालिन्छ त्यही ए हौ जादु उही सही हो यार यसलाई रोटेट गर्न ए ग्रान्ड ओइ ल म भ्लगर भइसक्यो नि त गाइज यार ओके अब चाहिँ यसलाई टक्क यहाँ राखेर अन गरौँ है त पहिला सुरु यसको यो फिल्म निकालौँ टक्क यसलाई निकालिदिन्छु अहिलेलाई मलाई यस्तो स्टिकरसित राखेर चलाउनु मन पर्दैन कि अनि अब यसमा चाहिँ यसलाई यसको निकाल्न चाहिँ यहाँ दुईवटा ट्याब दिइरहेको रहेछ अनि यस्तो 18 ओइ निस्किन यार तान्ने हो खास तर यहाँ निस्केन क्या म्याग्नेटले गर्दा सही पावरफुल रहेछ म्याग्नेट अनि अब हेरौँ यसको ब्याट्री कम्पार्टमेन्टहरू है अनि लेट्स चेक यहाँभित्र नि खानेकुरा प्याक गरेर पठाउने अरे यसले मलाई कस्तो खानै नपाए जस्तो देखेछन् गाइज यार यहाँ नि सिलिका जेल हालेर पठाइरहेछन् निस्किन्न त बे सुनिरा मेरो खानेकुरा यहीँ अड्क्यो यार अब हाउ टु निकालिङ दिस आई यो भएन यार क्या अरे यो कहाँ खोजार्या यस्तो गरिराखेको छ क्या यो डिजाइनले के गर्न खोज्या ब्याट्री ब्यागमा यो मेरो खानेकुरा राख्दैछ यार किनकि मलाई डर लाग्छ क्या यस्तो गर्नु ट्विजरले गर्नु भने मसँग ट्विजर अहिले फिलहाल रहेन रहेछ तर चाहिँ यो जुगाडु गर्दैछु म यस्तो गरेर तानौँ है किनकि यहाँ चाहिँ एउटा सिलिकनको कोडिङ हुन्छ क्या त्यो स्क्रच भने पानी पर्न सक्छ फाइनल्ली निस्किसकेको थियो यस मेरो खानेकुरा फाइनल्ली मेरो खानेकुरा बाहिर आइसकेको छ यहाँ चाहिँ हाम्रो के हुँदो रहेछ भने ब्याट्री स्लट
प्लस मेमोरी कार्ड स्लट रहेछ है। यतापट्टि चाहिँ टाइप सी रहेछ है, यो चाहिँ डाटा ट्रान्सफर अथवा चार्जिङ गर्नको लागि हुन्छ पक्कै पनि। यतापट्टि चाहिँ ब्याट्री कम्पार्टमेन्ट भयो, ब्याट्री हाल्नको लागि। यहाँ चाहिँ एउटा ब्याट्री हालिहालौँ न त ट्राई गर्नको लागि। मैले यताको चाहिँ ताने है। यो ब्याट्री चाहिँ 950 mAh रहेछ होइन, अकर्डिङ टु द DJI क्लेम। यसले चाहिँ 4 घन्टा नन स्टप रेकर्डिङ हान्छ है भनेको छ। अब कुन फ्रेमिङमा चाहिँ यो चाहिँ टेस्ट गर्न बाँकी नै छ। अब आउने भ्लगहरूमा म टेस्ट गरेर तपाईँहरूलाई भ्लगमा रिभ्यू दिइहाल्ने नै छु होइन। सो अब चाहिँ मोमेन्ट अफ ट्रुथ, लेट्स टर्न अन आवर क्यामेरा, आवर बिस्ट, लेट्स डु इट। ओए ल मैले चाहिँ मेरो फोनबाट अब टक्कलाई सेटअप गर्छु है। ओके, यहाँ चाहिँ मेरो यो क्यामेरा टक्क है, यहाँ म फोकस मिलाउँछु। यस, यहाँ चाहिँ हाम्रो इमेज के छ है, यो चाहिँ म टक्क हेरेर यो बुझेर के गरेर गर्नुपर्ने छ है। फिल्म टोन, स्टेबलाइजेसन। तपाईँहरूले यो भिडियो चाहिँ Osmo Action 6 र DJI माइक मिनीबाट रेकर्ड गरिएको भिडियो हेर्दै हुनुहुन्छ। राइट, यो चाहिँ मेरो सेटअप। त्यहाँ चाहिँ भाइको फोन, यहाँ चाहिँ मेरो फोन, अनि यस्तो छ कि हाम्रो कबाडी सेटअप एज यु क्यान सी। यहाँ चाहिँ बत्ती थियो, ढली गयो होइन। यसले चाहिँ ब्याक लाइटिङहरूको काम गर्छ, प्रोफेसनल देखाउँछ है। मेरो क्यामेरा DSLR क्यामेरा त्यो हो, अनि त्यो चाहिँ मेरो मेन क्यामेरा अहिले आजको लागि। अनि यो चाहिँ मेरो तेस्रो क्यामेरा भइरहेको छ हो। अब चाहिँ हामीले केही गरिन्छ, केही गर्नुपर्छ, त्यही भएर चाहिँ इन्भेस्टमेन्ट, यो चाहिँ मेरो एउटा इन्भेस्टमेन्ट हो। अनि देश फर्किनु छ, चुनावको माहौल रन्किरहेको छ गाइज है। सबैलाई थाहा नै छ है। सबैले योपालि चाहिँ मत चेन्ज गर्नु होला। बाआमा, हजुरआमा, तपाईँहरूलाई थाहा नै छ देशले कस्तो परिस्थितिबाट गुज्रियो, मान्छेले कस्तो के गरे होइन। सबैलाई मध्यनजर गरेर योपालि चाहिँ घन्टी बजाउनु होला, किनकि हाम्रो बालेन दाई एक ठाउँमा हर्जाबाट मात्रै उठेर जितेर मात्रै प्रधानमन्त्री हुनुहुन्न। उहाँको सपना देशको सपना हो। त्यही भएर सबैले फोर्स गरौँ, जिताउनुपर्छ। जय घन्टी, जय देश। किनकि यो युग भनेको युवाको युग हो, हाम्रो युग हो। म जस्तो युवा करोडौँ त नभनौँ, लाखौँको सङ्ख्यामा विदेशमा छौँ। सबै त जान्न पाइएला, सक्दो प्रयास गर्नेछौँ है गएर भोट हाल्ने। तर देशमा भएका बाबाआमा, दिदीबहिनी, हजुरआमा सबैले योपालि चाहिँ घन्टीलाई अपर्च्युनिटी दिनु होला। नेपाल एउटा मन्दिरको देश होइन। हामीले बिहान उठ्ने बित्तिकै पूजापाठ गर्छौँ, हिन्दू देश है। पूजापाठ गर्छौँ, घन्टी बजाउँछौँ, शङ्ख घन्टा बजाउँछौँ। त्यसले एउटा पोजिटिभ इनर्जी दिन्छ भन्छ नि, त्यस्तै योपालि देशैभरि देशलाई नै मन्दिर बनाएर, देशलाई नै घर बनाएर, घर त छँदैछ, देशलाई नै देशको मुहार फेरेर मन्दिर बनाउनु लागि सबैले यसपालि घन्टी साह्रै बजाउनु पर्नेछ। सबैले बजाउनु होला। हाम्रो बालेन दाईलाई प्रधानमन्त्री भएको देख्न चाहने धेरै हुनुहुन्छ, म पनि छु। यसपालिको लागि जय घन्टी, जय देश, जय नेपाल। सो त्यही थियो मेरो थोरै राजनीतिक बगबग है। मलाई खासै त्यस्तो राजनीतिको बारेमा थाहा पनि छैन, ज्ञान पनि छैन। तर जे भइरहेको छ, जे भइरहेको थियो देशमा, सबै मनमा छ। त्यही कारणले पनि थोरै बोल्न मन लागेको, त्यही बोले। तपाईँहरूलाई के लाग्छ सल्लाह सुझाव दिनु होला। त्यति भन्दै आजको भिडियो यहीँ टुङ्गाउन चाहन्छु। थ्याङ्क यू फर वाचिङ माई भिडियोज है। यस्तै भिडियोको लागि चाहिँ लाइक कमेन्ट गरिदिनु होला। के कमी छ, के गर्नुपर्ने छ, यस्तो गर भाइ, यस्तो गर, यसरी गर, हामी यस्तो गर्छौँ भन्नुहोस्। आई एम अलवेज रेडी गाइज। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सी यू नेक्स्ट भिडियो। त्यतिन्जेलको लागि बाई, टेक केयर। ओए बत्ती हिँड नि त ब्रो, बत्ती मिलाइ त तलको वाइट बनाइ त निलो बोल्यो। रेकर्डै गरेको थिएनस् क्या? बिजुली बम, लिड बल्ब, कुन हो फेरि? पक